हेलो गुड मर्निङ। यस्तै छ है बिहान पिकनिक खान जाऊँ भने त्यो उठेँ, मलाई गाली मात्र छडो आएन छ मेरो दाइहरूले, छिटो आएको त्यो भनेर अब जाँदैछ है। सङ्घर्ष छँदैछ नि बाहिरतिरको त सकिसक्यो ल। गोइङ टु पिकनिक। उठेँ है म, मेरो आमा र मेरो माइजू गुनासो ल फोनमा। हिरो हुनु है मेरो आमा, हिरो। She's hero. Okay. She's back from tour है, बर्दास टुर। थारू गाउँ घुमेर आएकिन है मेरो आमा, पुरै चिल हानेर। She's back from tour. Okay. ल म आज पिकनिक खान गएको है, बाई बाई। किन भन्छ न कता चिङ्गारतिर हुन्छ ल, मलाई दाइर आउँछ ल, बाई बाई। घाम आइसकेको छैन है पुरै, लजाएको छैन नि, बहुत राम्रो छ नि। आज तातो दिन्छ है हामीलाई, तातो आयो, घाम भयो तातो, लिन आयो र जाठो। यहाँबाट कता यताबाट छिरेको ल हिरो है मेरो साथी आइछ लिन। चिसोमा त बाबु तैँले मलाई बेसरी चिसोमा लाग्छ, निमुन्ने हुन्छ होला साथी मलाई आज। आधा लाग्यो अरे 2000 रुपियाँ तिरेर पिकनिक खान, सादा पिकनिक खान लाग्छ छैन त। भेजिटेरियन हामी यस्तो गाह्रो छ नि भेज राम्रो भेज 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 पिकनिक 2000। यिनी पानी कालु, त्यो पानी कालु, कालु कालु मिलेर खाऊ भालु। भालुजना खाऊ है, टोक्छ भालुले त। ए पिकनिक है, कपाल नभएकोले पिकनिक खान जानु मन छ मलाई। दुग्रा छन् यो बुढाखाडा दाइहरू छन् मेरा, पागल जस्तो छ। अहिले देखाउँछ है तपाईँहरूलाई पागलहरू। ल है हामी हिँड्यौँ है, बाक्लै घाम लागिसकेको छ। बाक्लै हो क्या यो घाम, पुरै आइसकेको छु। हेलो सुलुलुलु। भाइ यार 2 बजिसक्यो यार, कस्तो खालको सुतायो यार। भाइ उठ, घाम आइसकिन। भाइ घाम आइसकिन, उठ न्यानो, घाम आइसकिन। भाइ घाम लाएर तातो आयो र जाठो। घाम लाएर भयो तातो भयो, उठ उठ बाबु। मर्या रहन्छ सेला रहन्छ, तातो रहेछ। सक्यो स्पिकर खाना लाउन सब दादाले सब व्यवस्था गर्नुभयो है। दादाको ठुलो हवेली यही हो। निस्किन लाग्यो, एउटा साथीलाई पैसा नहाल्दा फेरिमा जानु पाइन्न भनेर भनेको, रिसाले होइन साथी भन्दै फोन काटिदिएको छ यार। अहिले एकछिनलाई मात्रै रिसा आएको, त्यो इगोमा आएको केटो, अरू केही होइन। ऊ त्यहाँ घर अस्ति खिचडीवाला टाउ ठुलोवाला ए कुना कुना गएको छ त, रिसार केही हुनेवाला छ नि फेरि यसको। कुना काप्चामा छिरेको छ, हिरो भएको छ। नयाँ ज्याकेट हो कि ढोर लगाएको कि फ्रीमा पिकनिक खान जानु खोजिदिएको छ कि यो, के भन्नेलाई पैसा नहाल्ने फ्रीमा पुरै। इगो एटिट्युड देखाएको छ आज, वा एटिट्युडमा हिँडेको छ, लाज छैन। जान्न भन्दा मैले नजा भनिदिन्छु, दाजु लाउनु लगाएर हुन्छ ल पुरै इगोमा आएको छ राम्रो। यस्तो हो त वा, नयाँ लुगा लाएको छ कसको। ए इगोमा आइदिए यस्तो हामी फेरि हुन्छ नि सधैँ हिरो देखाए। पैसाले 2000 अरे हालिदिन्छु त दाइकोमा, तिरमा किन हाल्ने भयो? ल 2000 मलाई हालिदिनु भने दाइले हो कि नै साथी भन्दा 2000 अहिले हाल्छु भने नि मलाई हाल क्या। यसलाई त्यो उसमा ट्राभलर हाल्दै, अर्को ट्राभलरमा तलै बसेर रहेछ कि अझै तलै बसेको रिस भने माथि गएर म जान्न भन्नु राख्नु पर्यो नि। त्यसै साथी देखिस् नाटक देखाएको छ यसले। नाचिन्छ नि गोपी, वान अफ द बेस्ट लौडे प्लेयर इन तातापानी। गोपी हाम्रो दाइ हिरो हो क्या। खै जोप यता हेर्दै न, यस्तो राम्रो छ नि। आहा टक्लू भाई साहब आ गए जो चाय पीरियड से पीड़ित है।
इसके लिए सहयोग उठा दीजिए, सहयोग। HIV पीड़ित है ये। कॉफी खिला रहा हूँ इसको। 2 घंटा हो गया ये। नचनिया गोपी आ गया, आज टिकटॉक बनाएगा ये भी बनाएगा, ये भी बनाएगा। मुस्कुरा रहा है आज पिकनिक खाने के लिए, बड़ी जोश में है ये बहुत सारी बाल। यार तलाई तो एयरपोर्ट निकाल्दैन त यार, केही छैन साथी। त्यो चिङ्गाडमा प्लेन झारेर आज तिनीहरूलाई त्यतैबाट हामी यहाँ काम गर्ने भारी सारी बोक्ने यहाँ हुन्छ, भारी सारी बोक्ने छ 2-4जना प्लेन चिङ्गाडतिर झारिदिने हो। तिनीहरूलाई खाली गरेर चिङ्गाड आउनुलाई सुर्खेतका बासीहरू प्लेन चढ्न सिरियर लाइन्सको हामी उसलाई लहर गइसकेका छौँ है। चिङ्गाड पिकनिक टिकटक आइडी देखा साथी, टिकटक आइडी देखा, टिकटक है टिकटक आइडी मेरो साथीको फलो गर्नुलाई मेरो साथीलाई। ल ल्याङ्की, ल ल्याङ्की हो ये। गोपी दाइ खुसी भए नै ठिक, गोपी फलो गर है। यस्तो पनि टिकटक हुन्छ यार। चोर जस्तो त अनुहार निकाल्दै छोरो भाउ छोराको टिकटक सक्यो क्या, हिरो हो क्या मेरो साथी। छोराको बिहा गर्ने आउनुलाई सबै यस गोपी नाच दे। ए यो हो क्या पिकनिकको रौनक। साथी भाउ छोराको बिहा गर्ने बेला भइसक्यो है। मेरो दाइ आज है ड्रोनसँगै उत्रिनु भएको छ है। आज ड्रोन चल्छ है, आज हेलिकप्टर चल्छ है। दाइ पाइलट है, मेरो ठुलो पाइलट है। सक्यो क्या पाइलट मेरो दाइ, पाइलट अन द फ्लोर। एयरलाइन्स आज चिङ्गाड झारिन्छ होइन। दाइले आज हेलिकप्टर उडाउँछ है, सक्यो। दाइ हिरो हो क्या मेरो दाइ, पाइलट हेलिकप्टर पाइलट हिरो। यो पाइलट मेरो दाइ। फुटसल पनि चला छ यहाँ, कच्चा कच लडाइँ चलाएँ, कच्चा कच छिराइदिउँ क्या मोबाइल राममै। कच्चा कच फुटसल चलायो, खेल्न जान्ने त खासै रहन्छ नि यिनीहरू त्यसै कार्पेट च्यात्ने काम गरे नि यिनीहरूले। कार्पेट च्यात्ने काम गरे नि यिनीहरूले। अलि ध्यानपूर्वक हेर्नु ल दाइ पाइलट त्यो सामान बोक्ने। ल दाइ ल अब तेल सकिन, ला छिटो गर। आउन अलिकति यहाँ मुनिबाट छिर्छ क्या हेलिकप्टर। ल ल ल ल ल दाइ हिरो हो क्या। ल हेलिकप्टर तल झारिदिन्छ है, तेल सकिन लाग्यो। आयो है हेलिकप्टर आयो है। खाद्यान्न वस्तु समातेर हिँड ल, तेल सकिन लाग्यो है। ल दाइ ल आयो। ल युवक ल ल ल आऊ आऊ, ब्याग 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 दाइ ब्याग ब्याग ब्याग। ल ब्याग 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 ब्याग। ल टेकअप दाइ। ल युवकको चोर जस्तो अनुहार आयो है फेरि। प्लेन गइसकेको छ है। हेलिकप्टरको तेल सक्यो, तेल सक्यो है। आउँदैछ है, हेर्नुहोस् है, डेन्जरवाला हेलिकप्टर है। दाइ चाहिँ पाइलट हो, त्यो चाहिँ सामान झार्ने भरिया। ए साथी ड्रोन सट है, हेलिकप्टर है, दाइ पाइलट है, अटो पाइलट है। ल समाज साथी जा, तेल सक्यो है, तेल सक्यो। तेल सकिएको छ दाइलाई। तेल हालौँ ल दाइ, पम्पमा लगाएर गङ्गामाला पेट्रोल पम्पमा लगाएर तेल हालौँ ल दाइ। रोनाल्डो प्राइभेट जेट है। रोनाल्डोको है, दाइ पाइलट है, दाइ पाइलट हो। अहिले गङ्गामालामा लगेर तेल हालिदिन्छ है। यसो गङ्गामालामा डिजल फुल हुन्छ। नामकरण भएको भिड छ क्या तेरो मुख देवेन किस हान्देऊ न, किस भइसक्यो है दुईजनाको। आज चिङ्गाड खोलामा के हुन्छ यिनीहरूको। ए यार तिमीहरू भागम भाग जस्तो नगर न यार, के हो सक्यो क्या। गोपी र यो लडा छ नि दुईटा अगाडि बस्ने भने त थुइ त यार बसपार जस्तो गरे जस्तो त यार। गोपी हिरो पहिला बसपारतिर नि काम गरे हो प्लेन। यस यस ल यस्तो यस्तो गर्न झन्डा, यस यस हिरो हो क्या, सक्यो। तर गोपी अगाडि बस्नु पाएर बहुत खुसी छ दाइ। गोपी अगाडि बस्नु पाएर बहुत खुसी भइरहेको। पिकनिक खान जानु लगाएको अरे, बिरयानी खाइदिनु लाग्यो टोलले। यो गजबवाला छ यार पिकनिक भनेको। पिकनिक जाने भाँडासाँडा हालेका छन्, यहाँ भाँडा हालेका छन्, सब हालेका छन्। कहाँ जाम्ला जस्तो गरेका छन्। लहरी ताल
ए ढोका लाउनुहोस् न है ल ए दाइ पिकनिक खान हिँडेको कि बिरयानी खान हिँडेको पिकनिक खान हिँड्नु भएको छ अरे यहाँ बिरयानी खानु भएको छ बिरयानी पुग्दैन होला बिरयानी पुग्छ कि पुग्दैन सोध्नुहोस् सानो केही भनिदेऊ त बिरयानी पिकनिक खाने चिल हो कि नै तिर्छन् मनोज दाइले बिल हुन्छ हामीलाई चिल तिर्छन् नाइ हामीलाई चिल तिर्छ पासाङले बिल है पासाङको एरिया है यो पासाङको एरियालाई पासाङले बिल तिर्छ पिकनिक खान हिँडेछन् यस्तो छ ताल बिरयानी खाइदिनु लान गजब छ यार पिकनिक खान हिँडेछन् लडे खाऊ तिमीहरू यार पुसाइ भदैको है तिमीहरूको जहिले वार हुने भयो लड्दैछन् लाल लाग्छन् तिमीहरू पुसाइ भदैलाई भदै भदै चिकन भन न भदै चिकन 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 भदै चिकन 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 दे दो भैया भन हो आफै गोल हो देवेन अन द फ्लोर चिकन 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 वाह खुस हो गयो सिरियरलाई बफ लाज छैन हो कि नै शरम छैन भने पुसाइलाई लाज छैन बाह्रै खाएको 10 दिनमा भात खान नपाएकोले 10 दिनमा भात नखाएको सुन न 10 दिनमा भात नखाएको हो घटे साल रेसियो यसलाई सुगर लाग्छ अरे क्या सुगर लाग्छ यसलाई 16 प्लेट बिरयानी खाइरहेको छ यसले लाज छैन यसलाई 16 प्लेट खाइसक्यो 16-17 मा दौड्या छ अझ प्याक गर भन्छ पिकनिक खान जान लाग्यो अरे पिकनिक खान जान लाग्यो बिरयानी खाइरहेको छ यार 15 प्लेट 16 प्लेटमा चले पिकनिक खान जान लाग्यो हजुर ला छ्या यार के छ देवन भन्ने यसलाई अनिकालमै जन्मिया रहेछ कि अनिकालमै हिरो हो क्या पुलिङ्ग स्त्रीलिङ्ग र लथालिङ्ग भन्ने केस हो कि हो दाउ तान्नुलाई देवन अलिअलि हान हो दाउ पासाङको दाउ पिरियड त 18 अझै खाइदिएको पासाङले यो देवनलाई हेर लाजै छैन 18 प्लेट खाइसक्यो पुलिङ्ग स्त्रीलिङ्ग लथालिङ्ग देवेन पछाडि अरू गाडी आउँदैछ हक गरेर मन दिएको छ यार मुखमा हो कि भनेर सोचेको त मैले हक त पारस मुखमा हो कि भनेर हक पारस ब्रेकर लगाउनु सुपारी हो यार यसले नि खान नपाएकै त हो त भिडियो खुवाइदिएको छ यसले ए यार साला तँलाई जुठो परेको त चिकन वाला हो यो ए चिकन नखा क्या भात मात्र खा चिकन नखा भात मात्र खा क्या जुठो परेको त्यसै यार ल सब खाइदिएको छ यो माने सिंहले फेरि पिकनिक 12 बजे पिकनिक आयो पिकनिक सुर्ती वाले भैया सुर्ती वाले देवेन हेलिकप्टर पाइलट दादाको डान्स है दादाको डान्स यस देवेन सेक्सी अन द फ्लोर यस ठुम्का तिम्रो चाखहरू हल्लाउ सानो चाखहरू हल्लाइदेऊ यस खेत जोत्न गयो दाइ खेत जोत्न गयो है पिकनिक टोलीहरू आयो हेलिकप्टर पाइलट है दाइ खै पाइलट मेरो दादा पाइलट अन द फ्लोर पाइलट खै दादा दादा पाइलट देवेन त्यसलाई भनिदेऊ न मेरी आमा देवेन भागेको देखे तर ड्रोन खै रेकर्डमा छ हेलिकप्टर है हेलिकप्टर उडिसकेको छ है हामीलाई खिच्नलाई ल हाम्रो पिकनिक सुरु भइसक्यो है पिकनिक के गरे आज के
गाडीबाट भागिसकेको छ के भयो गोपी भन्दै त बिस्तितोमा को हग्दै नआएको को खास हग्नै नसकेको पासाङ यार तैँले के गरे हाँस यार पासाङ यार दाईको नाकका रौँहरू खसिसक्यो के गरे खान के लाजा मर्नु यार देवेन भनेको लथालिङ्ग छ देवेन सिट्टी हानिदिएछस् गाडीमा अब तैँले यहाँबाट घन्टाउकै मारिङ सिट्टी यस्तो छ रमाइलो झालामा बसेर झालामा काम पनि टलक्क टल्केको छिन् पिकनिक खान 2 बजे 3 बजे दुगिरहेका छन् सामान चाहिँ यहाँ छ है अगाडि चेकपोस्ट छ सट्ट तानिदिनु त त्यसको पखेटा सट्ट भाँचिदिनुहोस् दाइ यो देवेलले हगा छैन क्या दाइ 10 दिन जति भयो यसलाई खोलामा हगाओ आज खोलामा ए देवेललाई खोलामा हगाओ है आज 10 दिन जति हगा रहन्छ देवेलले गाडीबाट वाक्ने भनेर वाक्दिया छ यार मर्छ क्या यो आज बित्छ क्या यार हाम्रो दाइ यार छि यार को हो चाहिँ के भयो गाडीमा केस यस्ता को यो टोइलेट नभएको घरमा 2 भाइ सुके पासाङ पासाङजी सुत्नुमा देवेन्द्रतिर खास समस्या के हो लभमा छौ क्या 2टा ए यार यी 2टा लभमा छन् क्या यार लभमा छौ त तिम्रो 2टा त यार लास्ट खतम तल खिच्दैन क्या देवेनको पास सुँगेरै बसेस् त छिच्छि वाक्यो गोपीले वाकिसक्यो यो पासाङ पास सुँगेर बस्दा कति मिठो माने देवेन्द्र यसो केही न केही छ क्या रहस्य पुरै बुझाएको छु कि मैले अलि तल एबाट चाहिँ सिधै योमा के रहेछ यो KOBELCO को बोलेको KOBELCO को बोलेको हाला केस भइगयो क्या यस्तो छ ताल यो सानो गुड्काउने बाका जस्ता गाडी छन् ठुलो दाइ ठुलो लिएर गाडी भने मान्दैनन् गरिबै हो यिनीहरू यति गरिब त भने होइन मैले पुरै गरिब सानो खेलाउनु जत्रो गाडी छ यिनीहरूको आउनु न यस्तो ठाउँमा कहाँ आउँछ यस्तो ठाउँमा यार यस्तो हिलो नालामा हिँडाले खान् त्यही भएर यो ट्रक सक जस्तो किन्नुपर्छ क्या यस्तो सानो गरिबवाला गाडी चाहिँ नकिन्नु है कहिले पनि गरिबीवाला गाडी खाने नपास्तो गरेर हिँडेको छ फेरि को यो अगाडि खाए हुन्थ्यो त यार बाटैमा यार पिकनिक खान आएको यार बाटो खाइदिए यिनीहरूले यार बाटैमा यार ए लग्दा सामानै सकिन्छ क्या हो यार पुलिस समाज छ नि साथी हामीसँग बस्छन् जा औँलासम्म दाइको तल पुलिस लैजान्छ क्या तल लैजान्छ हामीलाई तनाव कति अरे यति ल ए पिकनिक खाने ठाउँ रेडी भइसक्यो बियर खाएको छैन न कहिले पनि यो जुस हालेको शरबत चिनी पानी भाँडा राम्रो त गोपीले धुन्छ गोपी तैँले भाँडा बहुत राम्रो धुन्छस् क्या ल हाम्रो पिकनिक खान ठाउँ है 2 बजे पिकनिक खान लाग्छ हामी चाहिँ मुतेको भेट्यो है मुतेको केटा लजा छन् 2टा हान्दियो दाइ मलाई के अरे धेरै थ्याङ्क यू भन्दैन ओ थाहै त भयो क्या ल ए यस्तो होइन नि साथी घुँडा कसरी धसिन्छ त्यो मान्छेले कुष्ठ रोग ला कुष्ठ रोग त्यो त साथी त्यो त कुष्ठ रोग अमृत जी आज अमृत लाके आए हैं बासड़ी के चाय पिलाने के लिए खोला में 20 रुपया 100 रुपया भी खरीद लेंगे ये लोग अमृत जी चाय लाके अमृत जैसा चाय इनका
नाम जैसा ही अमृत है। देखिए छोटे से बच्चे को जो पढ़ने के लिए आया है स्कूल पे बैग भिर के। वाह क्या 5 जनाले खाने चिया एक्लै खाइदिएपछि अनि कसरी पुग्छ कि यत्रो मान्छेलाई भनेको के लाज छैन तँलाई? लाज मान्न गर्न यार। ल लाज नमाने अति खा खा खा। दाई गर्मी हो भनेको दाइले यस्तो हावा लगाइदियो क्या। मेरो दाइ पाइलट दाइ गर्मी भनेको गर्मी भनेको दाइले हेलिकप्टर ल्याएर उडाइदिइसके। त्यो परेको छ लाज छैन शरम छैन। मासु त 1 किलो खाइसकेस् अनुहार देखाएको थियो रे त। लाज मान्दैनस्? मासु खान्छ साथी सादा खान्छु भने हैनस्? सादा यो 1 किलो मासु खाइदिइसक्यो गाल पारिदिइसक्यो। दाइले मा गाली गरे दाइले बहुत मिठो बनाउनु भयो है। अंडा रहन्छ दाइ? अंडा अब के गर्ने होला दाइ? अंडा हेर न उछेटिएकोलाई अंडा छैन रे। ए साथी अंडा छैन रे के गर्ने हो? अंडा हाल्न पर्यो रे के गर्ने हो? अंडा हाल्न पर्यो रे त्यहाँ के गर्ने हो? यो हप्सीको हाल्नु पर्यो के भने हा कुन्दन? यो रियाक्सन यस। देवेन कता पो हिँड्यो क्या? देवेन कता पो हिँड्यो? देवेन कता पो हिँड्यो दाइ? देवेन कता पो हिँड्यो रे? गोपिन र बाहुबली। नाचन्याहरू है पुरै सुर्खेतबाट उठाएर लागेको नाचन्याहरूलाई। जाने एउटा नि छोरा लक्षिना साथी लास्ट फिर भएको नै भात है सादा भात अहिले खान्छन्। देवेनलाई त बिचरा डरलाग्दो भएको छ। देवेन त पाइल्स भएर अहिले उहाँलाई हस्पिटल लैजाने कालो जानु भन्ने कुरो भएको छ। आनन्दले बस्नु भयो। देवेनलाई पाइल्स भएको छ है ठुलै। साथी चस्मा खस्यो साथीहरू अलिक ठुलो चस्मा किनिदिनु पर्छ होला अब। यस्तै बोलेको छ नि यस्तैमा आउनु पकनिक आया है पकनिक। साथी ह्याप्पी पिकनिक भन्नु न। साथीलाई पखाल लाग्छ खोलाको साइडमा बसेका छन्। पेट दुख्ने बित्तिकै गएर अग्नलाई रेडी छ नि। पिकनिक सकेर टोलीहरू युद्ध लड्ने यस्तो घर पुगेका छन्। अब यहाँ लडिसकेका छन् सबजना। यसरी बेपत्ता लड्या नि फेरि पुरै लडा छन्। अब घाम डुब्न लागेको छन्। घर कसरी पुग्ने है लडा छन् यिनीहरू। अब यहाँ हाम्रो नफाल्के साथी यार नगर्न के बाखार तँलाई के मगामला त केटलाई यार को र भनेको के छ न नगर्के साथी यार के गरे खाके साथी नगर्न यार। ग्याङ रोकेका छन् है ब्रेक है पिसा फेर्न है फेरि अरू जाँड रक्सी चुरोट खान होइन पिसा मात्र फेर्न लाग्यो। गुड नाइट पनि टिकेमाटबाट भयो है हाम्रो। हामी घरतिर आइसकेका छौँ। गुड नाइट टिकेमाटबाट भए कर्णाली माड गाइजहरू है। ल सुत्नु सब ढिलो भइसक्यो। भात सात खानु सबैको सुत्नु नडुल्नु जाँड रक्सी नखानुहोस् तर है। ल सुत्नुहोस् निन्दा लाइनमा लोरी सुनाउनु आउँछ। ल सुत्नुहोस्।